नमस्कार दर्शकबिनहरु, स्वागत छ तपाईहरु सम्पूर्णलाई युट्युब च्यानलमा पिस्टक्सको नयाँ भिडियोमा। दर्शकबिन, आजको यस नयाँ भिडियोमा हामी तपाईहरुलाई विकास हाइड्रो पावर कम्पनीले विदेशमा रहेका नेपाली तथा लोकल सरकारका लागि निष्कासन गर्न लागेको आईपीओ सम्बन्धी सम्पूर्ण जानकारी दिनेछौं, जसमा चाहिँ यस कम्पनीको वित्तीय अवस्था, डिभिडेन्ड क्यापेसिटी तथा ओपन सम्बन्धी सम्पूर्ण जानकारी समेटिनेछ र तपाईहरुले यस कम्पनीको आईपीओ कसरी आवेदन दिन सक्नुहुन्छ र को चाहिँ एलिजिबल हुनुहुन्छ त्यो पनि आजको यस भिडियोमा हामी विस्तृतमा चर्चा गर्नेछौं। त्यसैले भिडियोलाई अन्तिम समय साथ दिनु होला र मन पर्यो भने चाहिँ लाइक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोस्। दर्शकबिन, भिडियो सुरु गरौँ। दर्शकबिन, विकास हाइड्रो पावर लिमिटेडले गोर्खाका स्थानीयहरुको लागि 9,09,100 किता शेयर सहितको आईपीओ भोलिबाट निष्कासन गर्ने भएको छ, जसको शेयर मूल्य भने प्रति किता 100 रुपैयाँ मात्र तोकिएको छ र यस कम्पनीले आईपीओ पश्चात नेपाली शेयर मार्केटमा हाइड्रो पावर सेक्टरमा शेयर कारोबार गर्नेछ, जुन चाहिँ भोलि अर्थात 2082 जेठ 6 गतेबाट बिक्री खुल्ला हुनेछ र तपाईहरुले यस कम्पनीको आईपीओमा 2082 जेठ 20 गतेसम्म आवेदन दिन सक्नुहुनेछ र त्यो समय सीमा भित्र सम्पूर्ण शेयर बिक्री भएन भने यस कम्पनीले स्थानीयहरुको लागि चाहिँ केही समय आईपीओ आवेदन मिति लम्ब्याउन पनि सक्नेछ र इक्रा नेपालका अनुसार यस कम्पनीको आईपीओ रेटिङ BBB- को रहेको छ, जसको मतलब यस कम्पनीमा तपाईहरुको लगानी मध्यम वर्गको जोखिममा रहेको छ भन्ने बुझ्नुपर्छ र यस कम्पनीको आईपीओ म्यानेजर भने प्रभु क्यापिटल लिमिटेड रहेको छ, जसबाट चाहिँ तपाईहरुले यस कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँडका अपडेटहरु चाहिँ पाउन सक्नुहुनेछ। दर्शकबिन, अब नै लागौं यस कम्पनीको लोकल आईपीओमा कसले आवेदन दिन मिल्छ त्यस सम्बन्धी जानकारीतर्फ। र यस कम्पनीको विद्युत परियोजना गोर्खा जिल्लाको धार्चे गाउँपालिकामा रहेको छ। त्यहाँको माथिल्लो माछाखोला जलविद्युत परियोजना चाहिँ यस कम्पनीले निर्माण गरिरहेको छ अथवा सञ्चालन पनि गरिरहेको छ। त्यसैले धार्चे गाउँपालिका वार्ड नम्बर 4 र 5 का बासिन्दाहरू जो चाहिँ अति प्रभावित रहेका छन्, उनीहरूको लागि यस कम्पनीले लोकल आईपीओ को 40% अर्थात 3,63,340 किता शेयर चाहिँ छुट्याएको छ, जुन चाहिँ तपाईहरुले आवेदन दिन पाउनुहुन्छ यदि वार्ड नम्बर 4 र 5 को स्थायी बासिन्दा चाहिँ हुनुहुन्छ भने। र बाँकी रहेका वार्ड नम्बर 1, 2, 3, 6 र 7 का बासिन्दाहरूले चाहिँ 5,45,461 किता अर्थात 60% शेयरको लागि चाहिँ आवेदन दिन पाउनुहुनेछ र यसबाहेक अन्य गोर्खावासी तथा नेपालीहरूले चाहिँ यस कम्पनीको लोकल आईपीओमा आवेदन दिन पाउनुहुने छैन। र यस सम्बन्धी थप जानकारीका लागि तपाईहरुले प्रभु क्यापिटल अथवा विकास हाइड्रो पावरको उक्त प्रोजेक्ट क्षेत्रमा पनि सम्पर्क चाहिँ राख्न सक्नुहुनेछ। यसैगरी विकास हाइड्रो पावर लिमिटेडले विदेशमा रहेका नेपालीहरुको लागि पनि 3,54,550 किता शेयर सहितको आईपीओ चाहिँ निष्कासन गर्ने भएको छ, जसको शेयर मूल्य पनि प्रति किता 100 रुपैयाँ नै तोकिएको छ र यो आईपीओ चाहिँ 2082 जेठ 6 गतेबाट विदेशमा रहेका नेपालीहरुको लागि बिक्री खुल्ला हुनेछ र तपाईले यस कम्पनीको आईपीओमा 2082 जेठ 20 गतेसम्म चाहिँ आवेदन दिन सक्नुहुनेछ र त्यो समय सीमा भित्र सम्पूर्ण शेयर बिक्री भएन भने यस कम्पनीको फरेन कोटाको आईपीओ आवेदन मिति चाहिँ लम्बिने छैन। सो त्यो समय सीमा भित्र तपाईहरु यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ आवेदन दिनु होला र यस कम्पनीको फरेन कोटाको आईपीओमा आवेदन दिनका लागि तपाईहरु चाहिँ नेपालबाट वर्क परमिट लिएर विदेशमा काम गरिरहेको हुनुपर्छ र नेपालको कुनै पनि बैंकमा चाहिँ पछिल्लो 6 महिनामा रेमिटेन्स खातामा 50,000 रुपैयाँ चाहिँ जम्मा गरेको हुनुपर्छ अथवा त्यो भन्दा बढी पनि तपाईहरुले चाहिँ जम्मा गर्न सक्नुहुनेछ। त्यो छ भने चाहिँ तपाईहरुले सम्पूर्ण फरेन कोटाको आईपीओमा चाहिँ आवेदन दिन सक्नुहुनेछ। दर्शकबिन, अब नै लागौं विकास हाइड्रो पावर लिमिटेडको हालको वित्तीय अवस्था सम्बन्धी जानकारीतर्फ र यस भिडियोमा चाहिँ हामी तपाईहरुलाई यस कम्पनीको 083-84 सम्मको प्रक्षेपित वित्तीय अवस्थाको पनि जानकारी दिनेछौं र यस कम्पनीको हालको रिजर्भ अर्थात जगेडा कोष चाहिँ नकारात्मक रहेको छ, अर्थात यो कम्पनी अहिले करिब 1.19 करोडको घाटामा चाहिँ चलिरहेको छ। तर यो सुधार भएर 083-84 को आर्थिक वर्षसम्म यस कम्पनीको रिजर्भ करिब 26.93 करोड पुग्ने चाहिँ कम्पनीले प्रक्षेपण राखेको छ र यस कम्पनीले 080-81 को आर्थिक वर्षमा कमाएको मुनाफा हेर्नुहुन्छ भने 70.45 लाखको हाराहारीमा रहेको छ, जुन चाहिँ धेरै नै बढेर 083-84 को आर्थिक वर्षमा करिब 11.82 करोडसम्म चाहिँ पुग्नेछ र रिसेन्टली यो वर्षमा चाहिँ यो कम्पनीले बाढी पहिरोको पनि क्षति चाहिँ बेहोर्नु परेको थियो, जसले गर्दा फेरि केही घाटाहरू चाहिँ बेहोर्नु परेको थियो र यस कम्पनीको हालको बुक भ्यालु 97.43 रुपैयाँ रहेको छ भने यो पनि बढेर 083-84 को आर्थिक वर्षमा 129.62 सम्म चाहिँ पुग्नेछ र यस कम्पनीको हालको ईपीएस अर्थात प्रति शेयर आम्दानी चाहिँ 1 रुपैयाँ 55 पैसा मात्र रहेको छ, जुन चाहिँ धेरै नै बढेर 083-84 को आर्थिक वर्षमा 13 रुपैयाँ प्रति किता चाहिँ पुग्नेछ र यस कम्पनीको हालको एसेट अर्थात कुल सम्पत्ति करिब 111.07 करोडको हाराहारीमा रहेको छ र यो पनि केही बढेर 083-84 को आर्थिक वर्षमा 142.67 करोडसम्म चाहिँ पुग्नेछ। सो ओभरअलमा हेर्दा यस कम्पनीको वित्तीय अवस्था राम्रै रहेको छ, त्यसैले यदि यस कम्पनीको आईपीओ पर्छ भने तपाईहरुले राम्रै मुनाफा चाहिँ जेनेरेट गर्न सक्नुहुनेछ।
दर्शकबिन अब नै लाग्यो यस कम्पनीको आईपीओ शेयर सम्बन्धी थप जानकारीहरुतर्फ र सुरुवातमा चाहिँ ओपनिङ रेन्ज सम्बन्धी चर्चा गरौं। यस कम्पनीले सेकेन्डरी मार्केटमा पहिलो कारोबारको लागि पाउने ओपनिङ प्राइस चाहिँ प्रतिकिता 97.43 देखि लिएर 292.29 को बीचमा चाहिँ हुनेछ र यसभन्दा घटी अथवा बढीमा चाहिँ यस कम्पनीको पहिलो शेयर कारोबार हुने छैन। र यस कम्पनीको फन्डामेन्टल रिपोर्ट हेरेर हामीले प्रोजेक्ट गर्न सक्ने म्याक्सिमम शेयर प्राइस भने 750 प्लस रहेको छ, जुन चाहिँ तपाईले यस कम्पनीको लागि रिस्क फ्री शेयर प्राइस पनि मान्न सक्नुहुन्छ। सो यदि यस कम्पनीको आईपीओ पर्छ भने तपाईले 750 को राउन्डमा बेच्दा फेरि चाहिँ ज्यादा मुनाफा हुनेछ। र दर्शकबिन यस कम्पनीले आगामी दिनहरुमा मुनाफाहरु पनि बढाउँदै लग्ने तथा रिजर्भहरु पनि बढाउने चाहिँ देखिन्छ। त्यसैले यस कम्पनीबाट तपाईले केही मात्रामा डिभिडेन्डहरु पनि आश गर्न सक्नुहुनेछ। अब नै भविष्यमा चाहिँ यस कम्पनीले विभिन्न प्रोजेक्टहरु नयाँ बनाउनका लागि अथवा ऋणहरु तिर्नका लागि पनि राइट शेयर चाहिँ निष्कासन गर्न सक्नेछ, जुन चाहिँ तपाईहरुको लागि फाइदाजनक पनि साबित हुन सक्नेछ। सो ओभरअलमा हेर्दा तपाईले यस कम्पनीको आईपीओ पर्छ भने शर्ट-टर्ममा बेच्दा फेरि चाहिँ ज्यादा मुनाफा देखिन्छ। त्यही पनि लङ टर्म इन्भेस्ट गर्छु भन्नुहुन्छ भने पनि तपाईले यस कम्पनीबाट डिसेन्ट मुनाफा चाहिँ जेनेरेट गर्न सक्नुहुनेछ। र दर्शकबिन तपाईले यस कम्पनीको लोकल तथा फरेन कोटाको आईपीओ मा 10 कितादेखि लिएर 10,000 कितासम्म चाहिँ आवेदन दिन सक्नुहुनेछ। तर पनि हाम्रो रिकमेन्डेसन भने तपाईले यस कम्पनीको लोकल आईपीओ मा आफ्नो क्षमता अनुसार जति पनि आवेदन दिन सक्नुहुनेछ, किनकि पर्ने चान्स रहेको छ। भने फरेन कोटाको आईपीओ मा चाहिँ तपाईले जम्मा 10 देखि 20 किता मात्रै आवेदन दिँदा पुग्नेछ, किनकि इस्युड शेयर चाहिँ निकै नै कम रहेको छ। र लोकल आईपीओ आवेदन दिनु भन्दा अगाडि चाहिँ तपाईले एउटा कुरा ख्याल गर्नुपर्ने हुन्छ, जुनसुकै कम्पनीको पनि लोकल आईपीओ चाहिँ अथवा लोकल शेयर चाहिँ कम्तीमा पनि 3 वर्ष होल हुन्छ। त्यसैले तपाईहरुले कम्तीमा पनि 3 वर्षको लागि चाहिँ लगानी गर्ने भनेर मात्रै सोच्नुपर्ने हुन्छ र 3 वर्षको लागि आफूले सक्ने जति चाहिँ लगानी गर्नु होला अथवा त्यति नै आईपीओ मा चाहिँ एप्लाई गर्नु होला। र तपाईले यस कम्पनीको फरेन कोटाको आईपीओ मा मेरो शेयरबाट सजिलैसँग अनलाइनमा आवेदन दिन सक्नुहुनेछ। तर पनि लोकल आईपीओ को लागि भने तपाईहरुले धारचेमा रहेको प्रभु तथा हिमालयन बैंकको ब्रान्चमा जानुपर्ने हुन्छ र त्यहाँबाट चाहिँ यस कम्पनीको लोकल शेयर खरिद गर्नुपर्ने हुन्छ। अथवा तपाईले प्रभु क्यापिटल लिमिटेडको अफिसमा अथवा क्यापिटल अफिसमा गएर पनि यस कम्पनीको लोकल शेयर चाहिँ किन्न सक्नुहुनेछ। अथवा प्रभु क्यापिटल लिमिटेडको अनलाइन आईपीओ एप्लाई गर्ने सेक्सन रहेको छ, त्यहाँबाट पनि तपाईहरुले चाहिँ यस कम्पनीको लोकल आईपीओ खरिद गर्न सक्नुहुनेछ। र त्यसको लिंक चाहिँ हामी भिडियोको डिस्क्रिप्सनमा अवश्य पनि राखिदिनेछौँ। र तपाईहरुले यस कम्पनीको लोकल तथा फरेन कोटाको आईपीओ आवेदन दिँदै गर्दा प्रतिकिता 100 रुपैयाँ चाहिँ भुक्तान गर्नुपर्ने हुन्छ र जति किता आवेदन दिनुहुन्छ त्यति नै 100 रुपैयाँले चाहिँ मल्टिप्लाई गरेर त्यो कुरा चाहिँ भुक्तान गर्नुपर्ने हुन्छ। र सिएसपा चार्जको रूपमा बढीमा 5 रुपैयाँ बैंकको नियमअनुसार तपाईले छुट्याउनु होला। र लोकल आईपीओ को लागि तपाईले 2 रुपैयाँ चाहिँ फर्म किन्नको लागि पनि खर्चिनु पर्ने चाहिँ हुन सक्नेछ। सो आजले यति नै। भिडियो तपाईलाई कस्तो लाग्यो, यदि मन पर्यो जानकारी मिल्नको लागि भने कृपया आफ्ना साथीभाइलाई पनि शेयर गरिदिनु होला। र यस्तै नेपाली शेयर मार्केट तथा आईपीओ र एफपीओ सम्बन्धी जानकारीमूलक भिडियोहरु हेर्नका लागि हाम्रो युट्युब च्यानल मापी स्टक्सलाई सब्स्क्राइब गर्नुहोस् र साथमा रहेको बेल आइकनलाई पनि दबाउन चाहिँ नभुल्नुहोला। सो दर्शकबिन, थ्यांक्स फर वाचिङ दिस भिडियो।